के पकायो बुढो? के पकायो? यो नुवाकोटको स्पेसल कोदोबाट बनेको कति कालो? अर्ग्यानिक किसिमको कोदो हो। अँ, आज हामी यसलाई मजाले पकाएर चाहिँ कति कालो कराईदेखिबाट लिएर सबै कालै हो त। हामी मान्छे पनि एउटा कालो फ्यामिलीबाटै हौँ। त्यो हुनाले हामीलाई सबै कुरा कालै मनपर्छ। यो कसरी हाल्यो? अब यो पाखेलाई पाउरोटी सरियालाई पनि दालमा चल्दै गम गम बनाएको जस्तो। अब यो खाने तरिका त आफ्नो आफ्नो स्टाइल अलग अलग छन्। कसैले दहीमा चपेर खान्छन् भने, कसैले तरकारीमा, कसैले अचारमा, कसैले निस्दै नै खान सक्छन्। खानको लागि त त्यसरी मुखमै लाने हो। खाने तरिका चाहिँ आफ्नो आफ्नो हुन्छ।